मेरो भ्युवर्सहरूलाई। तपाईहरु सबै ठिक हुनुहुन्छ होला, म पनि एकदम ठिकै छु हैन। भिडियो नबनाऊ भनेर सम्झेको थिएँ कि फेरि भिडियो बनाउनु मन पर्यो नि त मलाई। दिदीले घरदेखि सब्जी पठाइदिनु भएछ कि आम्मा यति बेसी। तर यो सबै अर्ग्यानिक सब्जी, यो चाहिँ सबै अर्ग्यानिक सब्जी हो। मैले चाहिँ खोलेकै थिइनँ नि त, यस्तो झोलामा चाहिँ मजाले बाँधिकन पठाइदिनु भएछ नि त हैन। सबै घरमै फलेको सब्जी हो, यति बेसी पठाइदिनु भएछ। आम्मा मलाई भिडियो गर्नु मन पऱ्यो क्या, किन हामीलाई त बजारमा चाहिँ सब्जी चाहिँ पुरा भ्यालु हुन्छ नि त। कति महँगो छ यहाँ बजारमा सब्जी होइन। त्यसै पनि बजारमा चाहिँ गान्तोकमा चाहिँ सब्जी चाहिँ धेरै महँगो हुन्छ हो। त्यही माथि प्योर अर्ग्यानिक पाउँछ भन्ने हुँदैन हो। तर यो चाहिँ गाउँदेखि पठाइदिनु भएको, नाम्ची सदामबाट पठाइदिनु भएको दिदीले। यो चाहिँ सबै अर्ग्यानिक हो, अर्ग्यानिक 100% अर्ग्यानिक। आम्मा के चाहिँ पठाइदिनु भएछ दिदीले। आया गोजु, म लास्टमा तपाईँहरूलाई फेरि देखाउँछु बस मिलाइकन के रहेछ सबै मिलाएर फेरि तपाईँहरूलाई लास्टमा एकैचोटि देखाउँछु। यहाँ चाहिँ मलाई एकदमै बेसी मनपर्ने साग, रायोको साग। यो चाहिँ किन अलग अलग पारेको भन्दाखेरि चाहिँ नि अलग अलग झोलामा राख्नुपर्छ नि हो। त्यसले गर्दाखेरि चाहिँ नभए चाहिँ एकै जग्गा मिक्स गरेर राख्दा हुन्थ्यो हुनु चाहिँ, र भेन्डीहरू छिटो बिग्रिन्छ होइन। त्यसले गर्दाखेरि यसरी अलग अलग छुट्टाएको भरे अलग अलग झोलामा प्याक गर्दै फ्रिजमा लगाउनुपर्छ यसलाई चाहिँ। अब चाहिँ म तपाईँहरूलाई नजिकबाट देखाइरहेको छु। आम्मा टेबलभरि अब चाहिँ म तपाईँहरूलाई नजिकबाट देखाइरहेको छु। यहाँ चाहिँ छ साग, रायोको साग, एकदम यो पनि प्योर अर्ग्यानिक हो। मलाई चाहिँ एकदमै बेसी मनपर्छ रायोको साग चाहिँ, अझ हरियो हरियो खानु पुरा मजा लाग्छ। अनि इस्कुस पुरै छिप्पेको छ इस्कुस पनि होइन। अन्त यहाँ छ डल्ले खोर्सानी, यति डरको पिरो रहेछ, मैले अघि एउटा चेक गरेँ हो। अन्त यहाँनिर बस्तीको बन्दाकोपी, अनि यहाँ छ टमाटर। यो टमाटर पनि घरमा फलेको टमाटर है, यो के भन्छ सिलगढीदेखि आएको टमाटर होइन, यो सदाममै फलेको टमाटर हो। सदाममा चाहिँ एकदम बेसी खेती गर्नुहुन्छ टमाटरहरूको। अनि यहाँ छ सिङतामे सिमी अनि रुख टमाटर। यतिको त झन्डै 4-5 महिना पुग्छ मलाई अचार खान।